स्वागत छ हजुरहरूलाई मेरो गेमिङ च्यानलमा। अनि आज चाहिँ मैले मेरो गेमिङ च्यानलको नयाँ फर्स्ट भिडियो ह्यान्ड गेम सुरु गर्दैछु। अनि यो चाहिँ मैले गेम धेरैभन्दा धेरै खेलेर पुऱ्याएको छु, मलाई धेरैभन्दा धेरै टाढा पुऱ्याइसकेको छु। हेरौ के हुन्छ यहाँभित्र। ल त साथीहरू सबैजना आउनु है त हाम्रो मेरो लाइभ च्यानल ट्रायल किलर गेमिङ च्यानलमा। गेमिङ च्यानल सुरु गर्दैछु साथी हो। अनि यसमा चाहिँ म भनेको ह्यान्ड गेम रेकर्ड गर्ने प्रयास गर्दैछु। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ निकै नै खेलेर निकै पर पुगेछ चाहिँ। अनि यो चाहिँ भनेको मेरो फ्री क्यारेक्टर। मलाई पनि त्यस्तो डिटेलमा थाहा छैन क्या यो गेममा के कस्तो हुन्छ भनेर। अनि आज चाहिँ म खेलेर तपाईँहरूलाई देखाउँदैछु। यहाँ ब्यान्डेड्स छ, ब्यान्डेड्स हो कि यो मोन्स्टर हार्ने। यिनीहरू चाहिँ लास्टै थोरै आएको छ है। यो ठाउँमा चाहिँ म पहिले पनि आइसकेको थिएँ। अनि यहाँ मलाई थाहा छ कहाँ कहाँ एनिमी हुन्छ भनेर। अनि यो चाहिँ फेरि रिभाइभ भएकोहरू फेरि आफै मरेपछि फेरि आउँदाखेरि फेरि यही ठाउँमा जन्मिरहेको क्या। यहाँनिर म चाहिँ हाम्रो चाहिँ भट्टा मुटु यहाँनिर पनि हुन्छ माथि एउटा आइसवाला हुन्छ खतरा। तर मेरो लेभल चाहिँ अति बढिसकेको छ अहिले, यिनीहरूलाई यस्तो धेरै सर्ट थाम्नु सक्दैन। यो आगोवालालाई चाहिँ यो आइसवाला चाहिँ एकदमै इफेक्टिभ हुँदो रहेछ। यो आइसवाला रियल हिँड्दैन फेरि। अनि मैले चाहिँ यो फायरवाला युज गर्दैछु यसको सिल फुटाउनलाई। सिल चाहिँ हेर न कस्तो डह्रो क्या। यसको सिल फुटाएपछि मात्रै भित्रको ड्यामेज हुन्छ। मैले चाहिँ त्यो चाहिँ खेल्दा उफ टेलिपोर्ट भयो। यसको सानो खत्तम अनि अब आइस हान्छ। भाग यस्तो छ बानी यसको। खाइस मेरो सर्ट मेल्ट भयो। अब भाग्ने गएर ड्यामेज खासै लाग्दैन होला यसलाई। आइस चाहिँ उसले खासै ड्यामेज लाग्दैन जस्तो लाग्छ साथी हो। तपाईँहरू पनि खेल्नु छ भने चाहिँ भन्नु है। यो चाहिँ गेन्सिन इम्प्याक्ट हो। हानिदियो मलाई आगोको रापले हानिदिउँ न यार। यस्तो यसको वरिपरि हेर न आइस सिल्ड घुमाउँदैछ। ला फेरि सिल्ड आयो। यसलाई चाहिँ सबभन्दा बेस्ट भनेको चाहिँ यहाँ आगो लाएर भुइँमा लगाइदियो भने चाहिँ खतरा हुन्छ है। अनि बम गुडिया बम फालिदियो दामी नि यस्तो गरेर हानेछ नि। हेर नि त्यसले सिल लाउन आँट्यो। अब मारियो नि मऱ्यो। यस के थियो यसमा के दियो के यो पछि युजमा आउँछ होला लेभल अफ गर्दा। यहाँ चाहिँ ब्यान्डेडहरू यिनीहरूलाई चाहिँ यसरी ड्यामेज हान्दाखेरि एउटा म्याजिकल पावर पाउँछ है। माना जस्तै टाइपको खतरा ड्यामेज दिने खतरा ड्यामेज दिने। म चाहिँ यसमा चाहिँ नुब नै छु है, धेरै भएको छैन खेलेको। त्यही भएर नट सो कन्फिडेन्ट, धेरै कन्फिडेन्ट छैन म। अनि यो चाहिँ फेरि पहिलेकै ठाउँमा म घुम्दैछु क्या। कतै यो हुन्छ नि लकर बकासहरू भेटाउँछ क्या खजानाहरू। अनि यो खजानाहरू चाहिँ ड्यामेज मार्क्स भेटाएर यो जरावाला भन्दैछ। यसलाई पहिला मार्नुपर्छ। यसलाई आई एम सरी। के हो यो seeds always to be brought by the wind and the cold time। यस्तो गर्दा चाहिँ खै के भएन त। कार्प मार्किङ
एकताल फेरि रिट्राई यो चाहिँ हावाले बङ्ग्याउने हो कि भनेर म चाहिँ ट्राई गर्नु खोज्दैछु है के होला कि जस्तो भयो तर के भएन त के हो यो खासमा तिर फर्केको छ यहाँदेखि यता फर्केको छ होइन यहाँ सिधा के छ यहाँ सिधा केही छैन म चाहिँ यसको माथि चढेर हेर्छु त के छ है हेरौँ झऱ्यो नो यसको चाहिँ स्टेमिना सकिहाल्छ खजाना छ कि भने यहाँ चाहिँ केही रहेन है यो चराको अन्डा रहेछ है साथी हो चराको अन्डा रहेछ अरे यहाँ माथि चाहिँ खजाना होइन चराको अन्डा चाहिँ भेटियो अरू केही छैन यहाँ अर्को ब्यान्डेड रहेछ त्यो चुला रहेछ त्यहाँदेखि यतापट्टि फर्काएर के छ यता के लेख्दिनँ म हजुरहरू चाहिँ प्रो प्लेयर हुन्छ भने चाहिँ भन्न सक्नुहुन्छ है यहाँ के छ भनेर मैले चाहिँ यो गेम खास खेलेको छुइनँ यसो रमाइलोको लागि ट्राई गरेको भन्दा पनि खेल्छु म अब चाहिँ खेल्दैछु अनि मलाई पनि खासै धेरै थाहा छैन ऱ्यान्डम तरिकाले जे पायो त्यही गर्दा खेल्दैछु होइन तपाईँहरूले चाहिँ हिन्टहरू दिन सक्नुहुन्छ प्रोग्रेस कसरी गर्ने भनेर आइडियाहरू कमेन्ट गर्न सक्नुहुन्छ साथी हो यता के पाइन्छ म यो समुद्रदेखि हाम फालेर जाऊँ भनेको लेभल अप नभई नमिल्दो रहेछ है अनि यहाँ म चाहिँ हेर्दैछु सानो आइल्यान्ड परको सानो आइल्यान्डमा जानु मिल्छ कि हो अहिले चाहिँ होस् म माथिदेखि जान्छु यो ठाउँमा चाहिँ म पहिला नि बससँग फाइट गर्न आएको थिएँ अझ पनि फेरि रिभाइभ भइसक्यो होला यो यहाँ हेर्नु डेन्जर खाले छ हेलो बस किधर चले यसले भन्छ त रकेट लन्छ मार अब हात खुवाउँछ ल ओ जम्प हानु है देखिन्छ खतरा गरी जम्प हाने खुट्टाले झन्डै खिच्यो यार अब चाहिँ खायो यसले मेरो सर्ट भाग एक सर्ट हान्ने भाग्ने खतरा ड्यामेज ओ नो अनि ताली बजाएर झन्डै किच्या नि त नि यसले त नि सोल्टीले त नि ताली बजाएर मान रहेछ नि झन्डै थोरैले मेरो स्ट्यामिना सकिसक्यो यहाँ हात कस्तो गरेर घुमाउँदैछ सरी ल सर म चाहिँ बज्दै हान्नुपर्ने हुन्छ यो चाहिँ मैले पहिले नै हराइसकेको तर पनि यसको यो खत्रै हुन्छ यसको पर खतरा घुम्दैछ ओ नो रिएक्सनै गर्न पाएन भने साथी म चाहिँ यतानिर ध्यानमा चाहिँ गफ गर्न थालेपछि जहिले त्यस्तै हुन्छ कि त गेममा फोकस कि त अब चाहिँ यसले भनेको रकेट लन्च हानेर तर्किनु पऱ्यो झन्डै थोरैले बज्यो थोरैले मलाई चाहिँ लाइभ सेयर गर्नु मन लाग्छ हजुरहरूलाई तर भनेको लाइभ सेयर गर्नलाई पनि अलिक सब्सक्राइबर चाहिँदैछ अनि यो चाहिँ फर्स्ट खाले अब नयाँ आइडी भएर चाहिँ मिल्दैन अनि स्क्रिन रेकर्ड गर्नलाई चाहिँ मेरो एउटा फोनमा गेम छ अनि स्टोरेज छैन फेरि अर्को फोनमा स्टोरेज छ गेम चल्दैन म चाहिँ मर्दै बचेँ
नुब गेमिङ चाहिँ यस्तै हुन्छ नि नुब भएछ नि हेर त यसको हेल्थ म चाहिँ यसको हेल्थ क्विक बढाइहाल्छु भित्रदेखि चिटिङ जस्तै नि मैले चाहिँ यहाँनिर मासुहरू एक दुईवटा किनेको छु मासुको चोक्टाहरू दामी गरेर हेल्थ बढाएर हान्नु पर्यो नि यसलाई तर यसलाई मार्यो भने आउ चाहिँ खासै के दिँदैन होला है जुन पहिले त अब यहाँनिर एउटा बाकस हुन्थ्यो खजानाको मैले एउटा बाकस दिएँ यसलाई होइन रहेछ बेरल रहेछ रकेट लन्च जानु आँट्यो मर्दै बच गया आमा कस्तो गरेर बच्यो यार यसको हेल्थ चाहिँ निकै कम भएछ चाहिँ आमा ठ्याक्क म यता आएको थिएँ उफ्रिदिरहेको यसको मुभमेन्टहरू चाहिँ भरे खेल्दै गएपछि चाहिँ थाहा हुन्छ है अब यसले ताली बजाउन सक्छ औ थिचेन साथी हो खुट्टा बजाउन आँट्यो मलाई थाहा छ यसको मुभमेन्टहरू मलाई लगभग याद भइसकेको छ नि त ओ मुभमेन्ट खतरा बाघ अब मेरो खान्छ अब त मर्छ त बाँचेन है अब चाहिँ सट अरे अलिकति ओभर कन्फिडेन्स भयो जस्तो छ कन्फिडेन्स होइन ओभर कन्फिडेन्स भयो मेरो साथी र त्यो कसरी पडिन्छ मरे अझै मरेको छैन यति हेल्थमा बाँचिरहेको ल खतरारी ढल्छ है साथी खतरारी ढल्यो नि त म चाहिँ यहाँनिर एकताल खोज्ने प्रयास गर्छु लुकेको कतै खजाना छ भने चाहिँ मैले टिप्नुपर्ने हुन्छ अनि त्यस्तो खजाना चाहिँ यस्तै कुना काप्ची जप्पैतै हुन्छ क्या अनि त्यसलाई चाहिँ मेरो भान्साको ऱ्याङ्क बढ्छ अनि त्यो बढाउने प्रयासमा चाहिँ मैले 10 सम्म चाहिँ पुऱ्याइसकेँ तर 15 पुऱ्याउनु भन्छ तर यति म्यापभित्र खोज्नु पऱ्यो नि यति म्यापभित्र खोजेर चाहिँ म लेभल बढाउनु पर्ने हुन्छ त्यही भएर म फेरि यो ठाउँमा आएर खोज्दैछु एक कबुतरको लेग पिस बनाइदिउँ न त नि लाग्यो लागेन भाग्यो एउटा चाहिँ बने कबुतरको लेग पिस कबुतर उड कबुतर परिवारलाई कबुतर चाहिँ हिन्दीमा है सत्य Oh no. Shit. यिनीहरू त कति इजिली मरेको हेर द्याट्स सो इजी गेम मेरो लेभल बढेर है पहिले चाहिँ यति गाह्रो पर्थ्यो तिनीहरू मार्नु अहिले चाहिँ धेरै लेभल बढिसकेछ यो गेम चाहिँ खतरा छ है पिसी लेभल नै छ पिसी जत्तिकै त्यस्तै फोनमा खेल्न पनि गाह्रो है अनि मेरो डिभाइसमा पनि एकदमै लो सेटिङमा खेल्न मिल्छ तर पनि यतिको स्मुथै चल्छ अनि म चाहिँ कुलिङ फ्यान युज गर्छु है कुलिङ फ्यान युज गरेन भने चाहिँ पकौडै हुन्छ फोन अनि अहिले चाहिँ मिडियममा चाहिँ कुलिङ म हाइमै राख्छु अनि अहिले चाहिँ मैले जुन फोनमा कभर लगाएको छु त्यही भएर राम्रोसँग अलिक कुलिङ पाएको छैन स्याडोहरू क्या रियलिस्टिक हुन्छ क्या एकदमै क्या रियल मान्छे जस्तो है एक्सन मुभमेन्टहरू कस्तो पिसी लेभल क्या खेल्नु पनि मजा हुन्छ क्या स्यालको मासु बनाइदिउँ भने
औ मर अब कस्तो गरेर झऱ्यो सेट ओ नो आसमान से गिरा खजुर पे अड्का भने जस्तै अब के हो माथिदेखि झरेर सिधै यार बसमा झरिदियो बसको छेउमा यार झन्डै मार मसँग चाहिँ यस्तो खानेकुरा चाहिँ धेरै छैन यहाँ चाहिँ आवश्यकता पर्ला जस्तो छ अनि आइसको भएर चाहिँ यसलाई चाहिँ इफेक्टिभ हुँदैन यो सेट 36 लेभलको यार मार अब कस्तो हिँड्ने हो क्या मार आठ कहाँदेखि यो 36 लेभलको बसको छेउमा पुगेँ म हेर नि योसँग तर्किनै नसकिने क्या इमिन के आइडिया खोज्ने होला नि त नि पन्ध्रको मात्रै ड्यामेज लाग्छ के भन्नु साथी हो तर यतिकै हानिराख्दा भयो भने चाहिँ म त फिनिसै गर्छु ओ न बाहिर पनि हान्दैछ नि त नि मिसचार्ज भयो मिसचार्ज भागे लु योलाई अहिले सकिँदैन म कहाँदेखि यहाँ आइपुगेँ मेरो सबभन्दा खतरा भनेको आइसवाला क्यारेक्टर बनाएछ अनि हेर न त्यहाँ पनि एट्याक गर्दैछ नि अनि फेरि त्यो आइसवाला क्यारेक्टर चाहिँ फेरि त्यसलाई खासै ड्यामेज हान्दैन क्या किनभने एनिमी बस पनि आइसवालै रहेछ म हान्न सक्छु सक्दिनँ यसलाई सुतिरहेछ हेर यसको टेरिटोरीमा छिर्ने यतिकै हान्छ क्या यसको अड्डातिर छेउछेउ गयो भने नि सोल्टीले प्याक पारिदिइहाल्छ नि त अब जाग्यो यस्तो टाउको बनाएर जाग्छ नि हेर न म चाहिँ आइडिया लाउँ भनेको भएन साथी टक्क हान्ने अनि यता लुक्ने ट्राई गर्छु है त लुक्छ हेर न 15 को ड्यामेज मात्रै लाग्छ 36 लेभलको बसले 15 कोले कति ड्यामेज गर्यो उसले You're in for a little shock. Come a little closer. खतरा है ओ
के हो यसको सर्ट त You're in for a little shock. हट कति ड्यामेज गर्न नसक्ने हेर न यसको पावर मारे लु हुँदैन यसले अहिले हान्नु हुँदैन अहिले चलाउनु हुँदैन है साथी हो 36 को लानु चाहिँ कम्तीमा लेभल 40 पुर्याएर अलिक ड्यामेज लाग्छ है ड्यामेजै लाग्दैन 30-40 को ड्यामेज कम्तीमा नि 100-150 को ड्यामेज लाग्दा नै अलिक हानिन्थ्यो कि जस्तो हुँदा हेर आम्मा कुन दुनियाँमा आए यार म त हेर न ल मार अब यसले नि अब खान्छ मेरो साथ कस्तो यो गुडिया पड्काइदिउँ भने म चाहिँ भुइँमा आएको पारेर मरेछ मर्न चाहिँ मऱ्यो तर ओभरै गाह्रो गरेर मऱ्यो गाह्रो पऱ्यो म चाहिँ खाना पकाउनु पऱ्यो यो चाहिँ मेरो हेल्थ बढाउनु काम लाग्छ चराको अन्डा चाहिँ अहिले होस् चराको अन्डा चाहिँ मसँग अनि यहाँ चाहिँ म नयाँ ठाउँमा झरिसकेको चाहिँ यो के हो गङ्गटा छिरीको त अनि मेरो क्यारेक्टरको आइसवाला सब आइसवाला ब्यान्डेड एउटा काम गरेर अब बम पकाइदिनु ओ माई गड के पावर आइसवाला होस् आइसवाला कस्तो हो त अरे 7 लेभलको हुँदो रहेछ सोल्टिएर र जमाइदियो यार मलाई मलाई लागिरहेको थियो त्यहाँ लाग्छ भनेर लागि पनि हाल्यो यो ठाउँमा त म पहिले नै हाँस्ला यहाँ पारि एउटा मान्छे बसिरहेको के गर्दैछ गएर हेरौँ के छ यहाँ यता पनि छन् त यहाँनिर त सानसानो आइल्यान्डहरू सानसानो केटाकेटीहरू रहेछ भाइ बहिनीहरू लेभल 7 को स्लामी वाउ खतरा गरी हाने के हानेको यसले बबल जस्तो पावर हान्दैछ ल यसलाई त मैले अचारै बनाएँ अचारै भयो साथी अचारै यस्तो रहेछ इन्भेस्टिगेट गर्दाखेरि चाहिँ यहाँ खानेकुरा पाउँछ
खानेकुराहरू लाने साथ मिल्दैन कहाँ गयो जमाना यसलाई चाहिँ यो फायरवाला क्यारेक्टर इफेक्टिभ हुन्छ अनि यसको चाहिँ सिडहरू त्यस्तो के पाउँछ तर यो फायरवालाको ओभर टाइमिङ क्या फायर सुई के सुई हान्दाहरू कस्तो मजा हुँदैन लेभल बढेपछि पछि खतरा हुन्छ कि भन्ने लागिरहेछ मैले चाहिँ सबैतिर घुमेँ तर दुईवटा बसहरूलाई चाहिँ हराउनु पाएको छैन सकेको छैन क्या ओभर खतरा क्या एउटा मर्नु आँटेको बेला फेरि हेल्थ आदि बढाउँछ क्युब जस्तो क्या त्यो चाहिँ तपाईँहरूलाई थाहा छ भने भन्नु होला कसरी त्यसले चाहिँ मार्न सकिन्छ होइन यसको पछाडि एउटा स्लाइम थियो स्लाइम के ढुङ्गा हो यिनीहरूलाई चाहिँ म चुडेलनी सर्ट हान्छ त सर्ट खाउँ आएर एक मुरो त हान्यो त यिनीहरूले त यत्रो ड्यामेज हान्यो भयो भने यो नि भत्किदिन्छ क्या चुला पनि भत्काउँछ क्या यहाँनिर चेस्ट अझै पनि कति अझै पनि लेभल बढाउनु त कति धेरै छ है कसरी बढाउने होला मर्छ यसले चाहिँ वेपन बनाउनु मिलेको भए चाहिँ दामी हुन्थ्यो क्या मर्छ है यसको चाहिँ मासु पाइन्छ है अनि यो मासु चाहिँ मलाई चाहिन्छ पछि गएर कुक गरेर राख्नुपर्छ अनि हेल्प गराउनु चाहिन्छ अनि म चाहिँ यहाँ रेन्डमली सबैतिर घुम्दैछु यहाँ के छ मैले छाड्नु चाहिँ केही पनि छाडेको छैन पछाडि एकै ठाउँमा राउन्ड राउन्ड घुमिरहेको जस्तो लागिरहेको चाहिँ पान त यहाँ आइरहेछ यसको मूल चाहिँ कहाँ छ यहाँ हाँसले यसको लेग पिस भनेको छ कति छिटो भएको छ अरे लाग्यो लागेछ लेग पिस यो चाहिँ एकदमै चाहिन्छ क्या पछि गएर बससँग फाइट गर्दाखेरि हेल्प गर्नलाई यहाँ पानी कहाँ देखायो चेस्ट त्यहाँ माथि चाहिँ चेस्ट राखेर एउटा खजाना भेट्यो मैले यस्तो ठाउँमा राख्थ्यो होइन कता खोज्नु क्या पानी चाहिँ कहाँ देखाएर चाहिँ यहाँ छिर्नु मिल्दैन ल कहाँ फसेँ म ढुङ्गाभित्र देखाएको छ पानी मरेन मेरो क्यारेक्टर कस्तो दामी गरी आएको छ यहाँ यस्तो रियल टाइपको क्या ठाउँहरू पनि कुल चिल टाइपको नि यस्तो ठाउँमा नि किनारमा गएर यसरी टक्क यहाँ है बसेर अनि यस्तो खोलातिर माछा मार्नु कुद्नु मजा आउँछ केटाहरूलाई लिएर है यस्तो ठाउँतिर यसले चाहिँ के काम लाग्छ भनेर मैले अहिलेसम्म चाहिँ थाहा पाएको छैन सायद वेपन अपग्रेड गर्दाखेरि चाहिन्छ कि भन्ने मलाई लागिरहेको छ तर नि थाहा नभए नि कलेक्ट गरिरहेको छु सबै पछि गएर थाहा हुन्छ युज हुँदै गएपछि अझै मेरो यहाँ केही पनि छैन जस्तो लाग्यो सबै ठाउँतिर खोदाल खोदुल पाएर ऱ्याङ्क बढाइन्छ
के हो साथी हो ल है त साथी हो अहिले चाहिँ म भिडियो एन्ड गर्न चाहेँ फेरि अर्को नेक्स्ट भिडियोमा फेरि पनि म यस्तै भिडियो लिएर आउँदैछु सकेसम्म राम्रो क्वालिटीमा अनि फोन स्क्रिन रेकर्ड गर्दै गर्नु चाहिँ अलिक गाह्रो पर्छ किनभने एकदमै फोन ल्याग गर्छ पर्फर्मेन्ससँगै रेकर्ड गर्नु चाहिँ एकदमै गाह्रो त्यसै यो खाली खेल्दै ल्याग गर्छ है फोन हिटिङ हुन्छ फेरि अर्को भिडियोमा भेटौँ हस् बाई बाई लाइक सब्सक्राइब गरिदिनु होला अनि म बिस्तारै लाइभ पनि आउनेछु है त